भन्दा पहिला अनि त्यसपछि अब तरकारी के पाउँछ, मासु हुन्छ कि। गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। म कुमार, हजुरहरूले अहिले हेर्दै हुन्छ मलाई ब्लग। सो फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। अनि म चाहिँ जगदम्बामा लोड गर्दैछु। आजको लोड चाहिँ हाम्रो पूर्वको छ है, विराटनगरको। सो आज चाहिँ म विराटनगरको लोड गर्दैछु। सो हेरौँ भोलि कतिखेर पुगिन्छ, कतिखेर खाली हुन्छ, अनि यहाँबाट कतिखेर हुन्छ। तल तपाईँको चाहिँ अहिले बेलुकाको 2 बजी रह। अनि आज 6 अस्ति कोइला लोड गरी 4 दिन बसेर, अनि हिजो पनि बसी। जुन लोड भएन खाली गरेर कोइला त त्यही दिन गएर खाली, त्यही दिन लोड गरी त्यही दिन राति नै खाली भयो। राता बिहान आइपुग्यो, हिजो लोड भएन। अनि आज खाली भयो, के अरे लोड भयो। अनि 2 बजी आज लोड पनि भइसक्यो, फाइनल भइसक्यो। 2 बजी लाग्यो। अनि अब गाडी गएर काटा गरेर फाइनल गरेर काटा मात्रै गर्न बाँकी छ। अनि काटा गर्छु, अनि घर जान्छु। चलानी कति आउँछ त्यसपछि म निस्किन्छु है त यहाँ कम्पनीबाट। हेरौँ के कस्तो हुन्छ यो ट्रिपमा। यहाँ चाहिँ म यो नुन गोदामबाट लोड गरेर निस्किरहेको छु कि यहाँ यो नुन गोदाम हो। त्यसमा लोड भइसक्यो, एङ्गल परेको थियो, बिम परेको थियो एकै ठाउँबाट, एकै आइटम मात्र सब सकियो। सो गाइज म चाहिँ विराटनगर यहाँ मनवती स्टिल इन्डस्ट्री दुबई सुनसरीमा छु। अनि यो चाहिँ गेट नम्बर 2। अनि हामी चाहिँ अब गेट नम्बर 1बाट छिर्ने। अनि हामी चाहिँ भर्खर अहिले खाजा खाएर आएको। अहिले चाहिँ तपाईँको 10 बजी रहेछ। गाडी 10-11 बजी मात्र खाली हुन्छ अरे क्रेनले। त्यो बजी लोड गर्न जान्छौँ, के लोड गर्छौँ। सो अब चाहिँ म तरकारी किन्न जान्छु सबभन्दा पहिला। अनि त्यसपछि अब तरकारी के पाउँछ, मासु हुन्छ कि, आलु कौली हुन्छ कि, सोयाबिन आलु हुन्छ कि, जे नि हुनसक्छ होइन। अनि त्यसपछि हेरौँ कति घन्टा खाली गरेर हामी निस्किन्छौँ। त्यो हामी म चाहिँ बिहान हामी त्यस्तै कति बजी आइपुग्यो, हामी 5:30 बजीतिर 5:25मा आइपुगेको थियौँ कम्पनीमा। अनि आएर मस्तले सुत्यो। 10 बजी 9 बजी काँटा खुल्छ भन्नुभयो, 9 बजी काँटा गऱ्यो। अब गाडी खाली चाहिँ 10 बजेपछि हुन्छ अरे। अनि 10 बजेपछि खाली गर्छौँ। अनि अहिले चाहिँ होटल सोटल छैन, अनि गाडीमै खाना पकाउनु पर्ने हुन्छ। अनि सामान त सब छ, हामी गाडीमै खाना पकाउँछौँ आज। हेलो गाइज, म मोनलाल ट्रकिङ ब्लग्स, मेरो दाई होइन, म तपाईँको भाइ। मेरो नाम सनलाल महतो, मेरो दाईको नाम मोनलाल महतो। मोनलाल ट्रकिङ ब्लग्समा तपाईँहरूलाई फेरि पनि एकपल्ट स्वागत गर्दछु। यसै गरी आजको हाम्रो यो ट्रिप रहेको छ सिमरा टु विराटनगर च्यानल लिएर। च्यानल भन्नाले चाहिँ हाम्रो खम्बा जस्तो हुन्छ नि फलाम, त्यो फलाम लिएर सिमरादेखि विराटनगरको ट्रिप हो। यसमा चाहिँ हामी अहिले यो ट्रिपमा 3 जना छौँ। एउटा मेरो दाई हुनुहुन्छ मोनलाल, अर्को छु म, र अर्को मेरो दाईको साथी विवश भुजललाई हुनुहुन्छ। उहाँ चाहिँ अहिलेको यहाँको ड्राइभर भनौँ, पाइलट गुरुजी उहाँ हुनुहुन्छ। र गुरुजीले चाहिँ आफ्नो मासु पकाएर उहाँले आफ्नो पेटसेट भन्ने कार्यक्रम गर्दै हुनुहुन्छ। अर्कोतिर चाहिँ हाम्रो दाइले मासु पकाउनुहुन्छ मटन, किनकि हामी दाजुभाइले चाहिँ कुखुराको मासुहरू नचल्ने, कुखुरा मासुहरू नखाने, चिकनहरू नचल्ने भएको कारणले गर्दा हाम्रो लागि चाहिँ मटन आएको छ। र हाम्रो अर्को दाइको लागि चाहिँ गुरुजीको लागि चाहिँ चिकन आएको छ। उहाँले चिकन एकदम मजाले बनाएर खाँदै हुनुहुन्छ। अब टिभी हेर्दै, मोबाइल हेर्दै के कस्तो हो एकदम रमाइलो गर्दै हुनुहुन्छ। र अन्ततिर चाहिँ मासु बन्दैछ। तपाईँलाई एकछिनमा फेरि हामी पनि खाएको देखाउँछु, नदेखाउने होइन, खाएको पनि देखाउँछु। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नु र कसरी मासु खान्छ, कसरी बन्छ त्यो पनि हेर्नु होला। त्यसको लागि अन्तिमसम्म हेर्नु होला। धन्यवाद। सो गाइज गुड मर्निङ सबैजनालाई। अनि अहिले चाहिँ बिहानको 9 बजी र म चाहिँ लगभग 7 बजी 6-7 बजीतिर त्यस्तै बजी उठेको थिएँ। अनि हिजो खानासाना खाएर सुत्यौँ। अनि आजको बसाइ चाहिँ हाम्रो इनरवामा छ होइन। हिजो राति नै आएर बस्यो इनरवामा। यहाँ आएर खानासाना खायो। हिजो लोड भएन, खाली चाहिँ 2-3 बजीतिर भयो। अनि जबडा भनेको लोड गरिदिन्छु भन्दा आज बसायो। अब आज 10 बजेपछि लोड गरिदिन्छु भन्नुभयो। अब 10 बजे फोन गर्छु म। सो अनि यहाँनिर हेर्न सक्नुहुन्छ टक्क लाएर हामी गाडी जाउँ ल। इनरवा 8 हलेसी चोक सुनसरीमा छौँ होइन, यहाँ होटल अगाडि हामी चाहिँ। सो अनि होटलको नाम चाहिँ के रहेको छ भने होटलमा नाम चाहिँ लेखेको छैन, होटल हाइवे मात्र नाम छ। अनि यस्तै छ। अनि लोड चाहिँ किन भएन भन्दाखेरि अनि एउटा कुरा चाहिँ के मलाई चाहिँ यस्तो संवेदनशील कुरा गरेको मलाई मन पर्दैन। मलाई चाहिँ अनि यहाँ किन राख्यो भन्दा सुधार दाइले चाहिँ तिमीलाई म अब इटरीको ट्रान्सपोर्टको पुरै छ नि, त्यहाँ जत्रो ट्रान्सपोर्ट छ नि त्यसको हाकी मलाई बनाइदिने। अनि त्यहाँ सिमराको जगदम्बाको हुलासको चाहिँ कम्पनी मेरो नाममा गरिदिने रे, मैले हेरिदिनु पऱ्यो, जिम्मा लिनु पऱ्यो होइन। सो त्यही भएर मसँग चाहिँ यस्तो संवेदनशील कुरा नगरौँ। मलाई अहिले बिजी छु, मलाई आफ्नै गाडीमा काम गर्नु चाहिँ यहाँ यत्रो गाडी 4 बजे सिरानी यहाँ यो सब केही मिलाएन होइन, यत्रो मिलाउनु पर्ने छ। त्यो त्यही भएर चाहिँ त्यो अरूको कम्पनीको त्यो म्यानेजर, त्यो अरूको त्यो जगदम्बा किन्ने मेरो नाममा गरिदिनु पर्दैन, यो ट्रान्सपोर्ट पनि मेरो नाममा गर्नु पर्दैन। त्यति संवेदनशील कुरा नगरौँ। मलाई चाहिँ अहिले समय छैन, मलाई आफ्नै गाडीमा काम चाहिँ एउटा बङ्गडी पनि हाल्न बाँकी छ। त्यही भएर यस्तो संवेदनशील कुरा चाहिँ मसँग नगरौँ है। सो यति भन्दै अब हेरौँ अब कतिहरू लोड हुन्छ।
त्योहरू मैले दादाले पनि दादा यस्तो समुद्री कुरा मसँग नगर्नु, म गर्दिनँ, मलाई आफ्नो गाडीमा काम छ, पहिला म आफ्नो गाडी लोड गर्छु भनेर भनेछु। सो हेर्दै गरौँ अब के हुन्छ। त्यही भएर त्यस्तो संवेदनशील कुरामा चाहिँ मजाक मसँग नगरौँ, मलाई अहिले फुर्सद पनि छैन भने। अनि अब हेरौँ कतिवटा लोड गर्न गइन्छ। बिहान पनि दिइरहेको छ, 10 पनि बज्नु लाग्यो, फेरि एकछिन आधी घन्टा कुरेर 10 बजिसक्यो। अनि अब फोन गर्छु म 10:30 बजीतिर, आधी घन्टा पौने घन्टापछि। सो गाडी पनि पहिला सफा गरौँ, गाडी पनि फोहोर भार सुतेर उठाएर मिलाएन, मिलाउँछु। पछि हेरौँ अलिअलि त मिलाइसकेको छु होइन। एउटा तपाईँको यो कलेजा र यो मात्र मिलाउनु बाँकी छ, ओढ्ने कुरा ब्ल्याङ्केट र कलेजा मात्रै मिलाउनु बाँकी छ। अनि अरू त सब मिलाइसकेको छु। मैले आँखा पनि हालेको छु त्यहाँनिर। यो आँखा यो कालो कालो छ नि, त्यो आँखा बलेपछि म तपाईँलाई देखाउँछु रातिमा, ल नत्र बाहिर। हामी चाहिँ अहिले फाइनली यिनीहरूमा छौँ होइन। यस्तो हामी चाहिँ खाली खाली फर्किरह, मालै पाएन, अर्डरै आएन, काहीँ नि। अनि खालि बस आज हुन्छ एकछिनमा गरिदिन्छु भन्दा हिजो नि बस्नु पऱ्यो, आज नि बस्नु पऱ्यो, त्यही भएर खाली खाली फर्किरह हामी चाहिँ। अहिले यिनीहरू आइपुग्यौँ, अब भोलि रातिसम्म पुग्छौँ होला, 2-3 बजीसम्म घर। अब भोलि हेरौँ कताको लुट हुन्छ कि के हुन्छ। सो यो चाहिँ यस्तो भयो, यो महिनामा लास्ट लोड लाग्यो, 6-7 दिन घर बस्यो, फेरि त आयो, यता 2 दिन बस्यो, यहाँ फेरि बसेर नि खाली खाली जानु पऱ्यो। लास्ट बिजोग छ। गाइज यो मेरो 34-26 को क्याबिनको भित्रको भाग हो है, हेर्नु न। यहाँ लाइट हालिदिएको छु भित्र है, दामी बलिरहेको सब लाएर हालेको छु। अनि यस्तो छ अहिले चाहिँ क्याबिनको भ्यू, माथिपट्टिको लेसहरू। अलिकति भित्र लाग्यो त्यहाँ मैले आँखा पनि हालिदिएको छु, आँखा पनि बलिरह। तर म बाहिरबाट देखाउँछु आँखा बलेको चाहिँ।